Hello everyone, नमस्ते and welcome back to my YouTube channel. I hope हजुरहरु सन्चै हुनुहुन्छ भनेर म पनि एकदम ठीक छु अनि के छ कसो छ नयाँ नौलो खबरहरु आज चाहिँ मेरो त एकदम ठीक छ हैन यता हाम्रो संसारकर्मी ज्यू आउनु भएको छ उहाँलाई कतिले चिन्नुहुन्छ संसारकर्मी ज्यू एकचोटी आफ्नो इन्ट्रोडक्सन दिनुस् त मेरो नाम निर्मला विका म चाहिँ यो ब्लगर वालाको छोरी हो छोरी पढ्छु अनि म चाहिँ कार्यक्रम पनिलको प्रस्तुता हो कसले चिन्नुहुन्छ कमेन्ट गर्नु होला अनि एफएम को नाम पनि भन्दिनु सब्स्क्राइब गरिदिनु होला एफएम को नाम पनि भन न म रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज डडेलधुराबाट ए अनि अब संसारकर्मी भएर के गर्नु अब काट्नु घाँस है माइत आएर घाँस काट्दै छौ हैन यस्तो के काम भन्ने सानो ठुलो हुन्न के त्यही भएर यसो बसिराख्नु भन्दा त गर्नुपर्छ ए पनि लाग्छ अहिले 6 वर्षमा घाँस काटिराछु 6 वर्षमा यो आफूलाई हसिया भन न अनि यता हुन हाम्रो संसारकर्मी ज्यूको बहिनी तपाईलाई संसारकर्मी बन्ने मन लाग्छ कि लाग्दैन मलाई संसारकर्मी के बन्ने मन लाग्छ त म त इन्डिया विदेशमा जाने काम गर्ने एकदमै राम्रो तर स्वदेश छोडेर विदेश जानमा धेरै फाइदा छैन तर अब नेपालका नेताहरू यता र उता भने चाहिँ नेपालमा केही रोजगार छैन त्यही भएर नेपालका युवाहरू विदेशिनु बाध्य भएका छन् हैन बाध्यता होला म त आफ्नै खुसीले ए हो र अनि संसारकर्मी ज्यू आज चाहिँ तिहारको दिन हैन हजुर अब के गर्नुभयो तपाई त पिरियड हुनुभयो घाँस काट्दै हुनुहुन्छ अब के गर्ने यो भइयो त अब के गर्ने हैन त्यसमा दुःख मान्ने के छैन ल साथीहरु आजलाई तपाई हैन बाल्यकालमा के कस्तो हुनुहुन्थ्यो अब बाल्यकालमा कस्तो थियो भन्ने ठ्याक्कै थाहा छैन तर काम गर्ने खाले चाहिँ थिए यस्तो घाँस त बिहान तपाईलाई अहिले हैन तपाई संसारकर्मी एकदमै फेमस पौनेलीको चालक हुनुहुन्छ हैन अब संसारकर्मी बन्छु भनेर कि सपना बोक्नु भएको थियो सपना त मेरो अर्कै थियो तर भाग्यले कहाँसम्म पुर्याउँछ थाहा छैन तर संसारकर्मी जबबाट मैले रेडियोमा पाइला थिएँ कि त्यो दिनदेखि संसारकर्मी बन्छु भन्ने चाहिँ लाग्यो तर विशेष गरी चाहिँ मैले 11-12 कानुन पढेको हो ल पढ्नु भएको ल पढेको अनि त्यो चाहिँ कसरी छुट्यो त त्यो विशेष गरी बिहे भयो बिचैमा हैन छोरीहरुको अब त्यस्तै त हो बिहे भइसकेपछि बिरामी पर्यो के भयो भाग्यले नै साथ दिएन भन्नु पर्यो त्यही भएर छुट्यो नत्र त अहिले म पनि सायद अदालतमा हुन्थ्यो होला मसँग अहिले त कति नायब सुब्बा भाषण कति सुब्बा भाषण खरिदार भाषण कतिले नाम निकालेर वकालत पनि गरिरहेछन् हजुर हो अनि बाल्यकालमा साथीहरुसँग यस्तो केही कुरा गर्नु भएको थिएन संसारकर्मी बन्छु भनेर नै त्यस्तो म त त्यस्तो थिएनै थिएन भन्थे के के बन्छु भनेर बाल्यकालमा त म नर्स बन्छु भन्थे नर्सिङ पढ्ने नर्स भन्ने हैन त्यस्तो हुन्छ एकदमै राम्रो अनि अचेल संसारकर्मी हुनु भएको छ हैन अब साथीहरुलाई अब साथीहरुको कति याद आछ धेरै याद आछ यहाँ आउने बित्तिकै त झन् याद आयो हामी त यो तिहारको दिनमा अहिलेसम्म घाँस काट्दैमा हुन्थ्यौं अहिले घाँस काटेर आउँथ्यौं अहिले एक्लै छु यता हैन कोही इन्डियातिर छन् कोही बिहा गरेर काहीँ छन् कोही काहीँ छन् अब आफूसँगका साथीहरु छैनन् अहिले यता पहिले त अलग्गै रमाइलो हुन्थ्यो क्या आज भोलि त के यो तिहार आएको सुन्ने हुन्छ थाहै हुन्न त्यति बेला त हामीहरू के गर्थ्यो भने यहाँबाट कम्तीमा गाउँसम्म हामी भैलो खेल्न जान्थ्यौं त्यसपछि भैलोमा पनि अस्ति कति रुपैयाँ दिन्थे के गर्थ्यो हैन अहिले त यति रुपैयाँ दिन्छन् तर पहिले चाहिँ के गर्थ्यो भने पहिले चामल घरकै चामल हैन अहिले त ठ्याक्कै कामको सिजन हो नि हैन धान भित्र्याउने कोदो भित्र्याउने भट्ट भित्र्याउने भटमास भित्र्याउने विभिन्न किसिमका अन्नहरु भित्र्याउने हो नि अहिले त हजुर त्यही भएर त्यो नयाँ धानको धान कुटेर ओखलमा त्यसको चाहिँ भैलिनीहरुलाई भैलो दिन्थे अनि त्यो बेचिन्थ्यो तपाई हैन आजकल एकदमै समाजसेवा गर्नुहुन्छ राहत वितरण गर्नुहुन्छ तपाईलाई यो राहत वितरण गर्नलाई त्यो पैसाहरु रकमहरु बजेटहरु कहाँबाट आउँछ भनिदिनु पर्यो त्यो चाहिँ विशेष गरी अलि जो समाजसेवी मान्छेहरु छन् बाहिरतिर हैन तिनीहरुले नि गर्छन् र हाम्रो संस्था एकदमै समाज सेवामा खटिएको हुनाले मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित भएको हुनाले
हाम्रो संस्थाले पनि गरिरहेको हुन्छ। धेरै मात्रामा त सक्दैनन्, तर थोरै थोरै मात्रामा चाहिँ गरिब दिन दुखीहरूलाई चाहिँ अपाङ्ग भएका व्यक्तिहरूलाई समेट्ने काम चाहिँ हामी गरिरहेको हुन्छ आफूले सक्दो जति चाहिँ। तपाईँको संस्था र तपाईँले एकदमै राम्रो काम गर्नुभएको छ। यस्तै अरू संस्था पनि, यस्तै अरू नेताले पनि भइदिया भए कति राम्रो हुन्थ्यो हाम्रो देश नेपाल। राम्रो हुन्थ्यो हुन त, त्यही भएर त अहिले जेएनजीहरूले होइन राम्रो गरेको छ। सबैको सोच एउटै भइदियो भने त होइन। पहिले मान्छेको एउटा मान्छेको सोच घरमा एउटा ज्येष्ठ नागरिकको सोच राम्रो छ भने त्यसको सोचले सबैलाई सुधार्न सक्छ क्या। त्यही भएर हामीले आफैमा परिवर्तन हुन जरुरी छ। यो मान्छे यस्तो गर्दैछ, त्यो मान्छे त्यस्तो गर्दैछ भन्नु हुन्न। हामीले आफूबाट परिवर्तन ल्यायो भने हामीसँगको मान्छेले जो हाम्रो सहकारी गर्दैछ त्यसले सिक्छ, त्योबाट अरूले सिक्छ, अरूबाट अरूले सिक्दा 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 बल्ल पो समाज सिकिने हो होइन। अब नेता भनेको